तपाईँ कहाँ पहाड गर्छ पार गर्छ डाङ हो डाङ कहाँ दान गर्दा भन्नु न भन्नु विकासका निमित्त पाल्नु हुने हाम्रा देशव्यापी आन्तरिक तथा बाह्य पर्यटक मित्रजनहरूलाई हामी ऱ्याफ्टिङवालाको तर्फबाट नमन टक्राउँछौँ। नमस्कार हजुर। पुलमुनि ऱ्याफ्टिङ बोर्ड तैनात अवस्था रेडी छन्। आउनुहोस् सेवा गर्ने मौका दिनुहोस् हजुर। ऱ्याफ्टिङमा सर र मनै हर र आऊ न हजुर बसौँ न लाग्यो र हर भन्दै माथि तेस्रो टावरमा लाँदै फोटो भिडियो टिकटक रमाइलो गराउँदै खेलाउने छ हजुर। हाम्रो यस सुन्दर नगरी चिसापानी पर्यटकीय क्षेत्रमा पर्यटन प्रवर्धन विकासका निमित्त पाल्नु हुने हाम्रा देशव्यापी आन्तरिक तथा बाह्य पर्यटक मित्रजनहरूलाई हामी ऱ्याफ्टिङवालाको तर्फबाट नमन टक्राउँछौँ। नमस्कार हजुर। हामी त बाहिर कर्णातिर हो है माया अब माथि गाना बजाउनु पर्छ गानावाला फिलिङ त ल्याउनु पर्छ यार हो। म यस्तो गोप्रो ल्याएर भ्लग बनाउनु भनिरहेको छु कि कति पर्छ सर यो गोप्रोलाई 62,000 हजुर 62,000 यो वाला है गोप्रो यस्तो पर्छ कति बड्डी छ आउँछ कति बड्डी भन्छ Hey guys, welcome back to my YouTube channel. I am Rakesh Romeo. म हाल्छु बोल्नु तिम्रो ओरिजिनल बड्डी को हो म त बुझ्दै सक्दैन। तपाईको युट्युब च्यानल छ हामी यहाँ उ खेलेको नि हो यहाँ पौडी खेलेको हामी मेन्सन गरिदिन्छु कताजना यहाँ उ छ हैन स्विमिङ छ हैन यहाँ हामीलाई पहिला चोटी खेला अगाडि फर्स्ट चोटी 100 रुपैयाँ लैजान्थ्यो अनि फर्स्ट चोटी उद्घाटन गर्न नै हामी आदिने। ओहो के उद्घाटन गर्छ यो हजुर के उद्घाटन गर्न हजुर के उद्घाटन गर्ने भन्नु उद्घाटन गर्न आयो भन्नु भएको नि त के उद्घाटन गरेको ए यहाँ स्विमिङ छ के ए स्विमिङ यसमा यहाँ के यो एउटा हो नि यो हो कि अगाडिको उदे अगाडिको कहाँदेखि आउनु भएको हजुर कहाँदेखि आउनु भएको ए भुरिगाउँ हाम्रो घर ए भुइँगाउँ हो हामी दार्जिलिङबाट स्टाफ हो क्या बुढाबुढी ए बनिने रहेछ हो के हो कहाँनिर रान्ने रे कहाँनिर हो यो अरे के भन्ने भन्नु सिद्धार्थ हो के नि यहाँ स्विमिङ छ नि होइन माथि कहाँनिर हो के ऊ अगाडि हो त्यो अगाडि ऊ त्यहाँनिर नि हामी आएको हामी तल छौँ नि यो यता जान्छ होइन टाउको उता जान्छ नि अनि पुरा बोटिङ गरेको आइरहेछ चाला गरौँ दाइ चाला दाइ ड्राइभर दाइ अहिले ठिक्कै यहाँ एन्टी लाइट आइरहेको छ कि हल्का उताबाट आउने लाग्छ कति लाग्छ अरे 11 लाख हो माछा पर्दैन माछा के बोल्छिमान माछा मार्ने माछा मारेर जान्छ अहिले माछा मरिरहेको है हो र हो 30,000 साँझसम्म 1-2 केजी साँझसम्म 1-2 किलो हो हो र रात परेपछि हामी उसले भाइले माछ परेको नि यहाँ हालेर नि पानी खान्छ होइन यहाँको मान्छे खाने पानी होइन फोहोर पानी हो रसहरू रसकै त्यहाँनिर निकालिदिनु म कसिनो भए पनि गएन भाइ जाउला बढेन पुलको निकाल्न पर्छ कि पछि त्यता तल झर्ने होला अन्त गाडी हिँड्दै थकै लाग्छ त किन बढिरहेको छ
माझी दाई पोखरा फेवाको किन बन्द भयो यार होइन त्यो बन्द भयो एकछिन हँ टच गरे भने हुन्छ नत्र त्यो ए खिचिरहन्छ क्या तर बन्द भयो नि त त यसमा डिजे पनि हुनुपर्ने दाजु है हँदै मान्छेले गाना डिजे पनि राख्नुपर्ने सानो होला कि यत्रो होला कि डिजे है अँ के माझी दाई पोखरा फेवातालको लाम्माया भन्ने गाना लगाउनु पर्ने अनि बस्छ नि हाम्रो उसलाई भन्नु होला उसलाई बसलाई भइहाल्छ नि स्टेपै त्यही छ त्यो बस के कडा खान गयो तपाईँको बस हो डिजे किन्न बरु प्याकेज राख्नुपर्ने कि होइन अनि हो सिसोको व्यवस्था यस्तो गर्ने तपाईँले स्यालेरी कसो को स्यालेरी दिएको नि तपाईँलाई अन्त एउटा स्यालेरी यो कामको स्यालेरी दिन्छन् कि ए दिन दिहाडी दिनको कि एक ट्रिपको त कहाँ दिनको नि भयो ए 15,000 नचल्यो पनि नचल्यो काम नभए पनि यहाँदेखि टिकापुरसम्म राजापुरसम्म कहाँदेखि कहाँ जुम्ला कहाँ चल्न त चलिहाल्ने त राम्रो चल्यो भने दिनमा कति किन बन्द गर्नुभयो यो आएपछि माछा पनि फुर्सद छैन हो अनि त्यत्रो काम गर्दा नि 500 नै हुने भयो होइन यो उवाला हो रिक्सवाला दाइको घर कता यतै हो अझै पहाड पनि त्यो त पाहाड कहाँबाट आउँछ अरे कता भन्नु यहाँ कहाँ बस्नुहुन्छ त नि अरू पार्ट टाइम अरू काम पनि गर्नुहुन्छ कि प्याकेजमा फुल्ली पनि छ के हुन्छ है चिसा पनि घर छ होइन तपाईँको कम्पनी के दिन्छ हो तपाईँ हिमालको मान्छे अनि पानीमा खेल्ने होइन सक्ने कसरी हुनु हो त हुन्छ त फुल्ली फनिसमा हो हाम्रो खोला आउनु त ए त्यति बेला आउने होइन आज त अझै चिसो हुन्छ है उतातिर त झन् चिसो होला है बाहिर गएनौ हुम्ला हुम्ला भन्नु भने हुम्ला त झन् चिसो होला है हुम्ला त तपाईँको कस्तो भने नि अब लास्टै हो नि त यार हाम्रो हामी आइसक्यो हुम्लाको रासन कति थाहा छ हाम्रो कति छ 22,000 25,000 छ रासन एकजनाको रासन मात्र यहाँ एकजनाको नन्डले बियर खानु त्यही भएर त बियर खाएर मान्छे पुरा मस्ती गरेर जति नुहाउन बिहान 8 बजे आएको हामी 4 बजे गएको तल्लो बेल्ट बस्यो भने चाहिँ 22,000 छ माथिल्लो बेल्ट भने 25,000 छ अहिले कति होला? दुई बेल्ट छ नि त्यहाँ होइन माथिल्लो तल भन्ने छ मजा आउँछ नि यहाँ बसेर त्यो छ अब बुझ्छ नि त तर दुःख पनि त्यस्तै हुन्छ नि त फेरि चिसो हुन्छ होइन हुन्छ चिसो हुन्छ जाडो हुन्छ जाडोमा गाडो ड्युटी गर्नु हुम्लामा एर्सा गुम्बा हुन्छ किन माथि डाँडातिर जाने भयो माथि टपतिर हुन्छ होला तर पाउने एर्सा गुम्बाको सिजन होइन र सिजन हुन्छ यता त पुरा हामी सबै कुरा गरेर तपाईहरु राति कति बजे जान्छन् म्याम गाडीमा छ भने यिनीहरू एर्सा गुम्बाबाट पनि कति बजे जान्छन् एर्सा गुम्बाले मान्छे त बनाएको छ नि कति मान्छे त एर्सा गुम्बाले त करोडपति भइसकेको छ नि कति मरे पनि छ यतै न है अब त्यो त भाइ अब मरिन्छ कि बाँचिन्छ भन्ने कुरा त अब काल पुगेपछि होइन जहाँ पनि त्यही हो तर पनि अब हामीलाई जे अस्ति नै चिसाउनीको माछाहरू यस्तो मिठो लाग्यो स्टाफमा मानिस दिँदैन नि हामी मानिस दिन्छ 3500 रुपियाँ किलो सुकाएको हो अहिले कहाँ पुगिरहनु भएको त माथि जानुभयो कि होइन ए बढी दिनु भयो पैसा ए त्यो त माथि हो विद्युत भन्दा के अरे पेट्रोलबाट चल्छ नि त माथि छ कि त्यो इन्जिन बोर्ड त्यसमा हुन्छ रमाइलो यस्तो ढाल्नेवाला हुन्छ कि रमाइलो कि यस्तो गर्छ नि फेरि पुरा सुताएर लैजान्छ नि यहाँ त म 2-3 चोटि छोडिसकेको छु यहाँको पुरा ढाल्छ कि पुरा यस्तो यार होइन अरू त डराउँछन् होइन नडराउने केटाहरू हुनुपर्छ मजा आउँछ कि त्यसमा यिनीहरू दिइरहेका कुरा छिटो बरु कान पाइयो कहाँ गएर कति पर्छ त्यो भन्न राफ्टिङ हो कि हजुरको राफ्टिङ भनेको यस्तो ढुङ्गा हुनुपर्छ ढुङ्गामा फेरि हुत्त गयो भने अब कर्णाली पुल देखिन्छ अब विश्व के भन्नु छ हामी कर्णालीको यो कर्णाली नदीमा ऱ्याफ्टिङ गरिरहेको छौँ होइन अब यो मौकाले हजुर मजा लाग्यो मजा लागिरहेछ यो
मौकाले जुराइदिएको यो होइन के भन्ने अब अवसर भन्ने के भन्ने होइन मौकाले जुराइदिएको अवसर हो होइन अब जेठ महिनाको गरिमा यसरी ऱ्याफ्टिङ गर्न पाउनु कडाइमा ऱ्याफ्टिङ गर्न पाउनुको मजा बेग्लै छ कि फेरि भाग्यको कुरा हो अब होइन भाग्यले नि दिएको भन्ने कि अब केले दिएको भन्ने त्यो त अब मूल्याङ्कन गर्नेले गरौँ न होइन टक्क दबाइ गएको छ टक्क दबाइ गएको छ पारिपट्टि गइदिन्छ पाडै गरिन्छ नि यहाँबाट पुरा निकाल्छ 25 फुट भन्ने यहाँ त हाम्रो बोटको के भन्ने पाइलट भन्ने ड्राइभर भन्ने पाइलट नि कहाँ ड्राइभर नि ए पाइलट है पानी जहाज चलाउने ड्राइभर पानीमा हिँड्ने र आकाशमा उड्ने पाइलटै हो नि हाम्रो पाइलट तर कस्तो दामी देखियो के यताबाट म त के हो समाज मलाई चाहिँ लोन चाहिँ ड्राइभर हो तपाईँ पनि ड्राइभरै हो अब सबैको तपाईँ कहाँ पहाड छ पार गर्छ दाङ हो दाङ कहाँ दाङको दाङ भन्नु न भन्नु होइन नि दाङ त म बसेको नि तपाईँको लमीमा 3-4 वर्ष बसेको हो नि त उनी दङ्गाली चौधरी हो नानी दाङ त मेरो 14 हेर्नु को पुराको पारा आयो क्या अहिले चिसो भइहाल्यो दाङ कहाँ तपाईँ दाङ तुलसीपुरदेखि भित्रमा पर्सेनी हो र पर्सेनी पर्सिने नि सर्रा सर्रा पर्सेनी एउटै त हो नि लमीमा मस्त बसियो नि त सर्रा पर्सिने एउटै हो पर्सिने यता बिरगस्तिर आसपासै त हो त तपाईँको मेला चाहिँ दाङको तुलसीपुर मेला कता लाग्छ नि फेरि मेला के 12 कुने गाउँमा मेला के त्यो मेला के तपाईँको महोत्सव हुन्छ नि हो त्यो मेला क्या टेलिफोनले कामै गर्दैन सिमले कामै गर्दैन त्यति मान्छे घोराइमा लाग्छ घोराइमा त्यस्तो म त्यस्तो घोराइ त्यस्तो विश्व एउटा गाडी चलाउनु लागि सरी तर फुल हेर्नु कति राम्रो बस्ने मेरो छोरो खुसी भइदिन्छ हामीले दिनभरि घुम्ने रातभरि गाडी चल्ने हो नि त बड्डी हामी माथि गएको थियौँ नि यहाँ हेर्नु त अहिले यहाँ हामीलाई फिल हुँदैन हिँडिरहेको के म त यहीँनिर घुमिरहेको छु जस्तो लागिरहेको तपाईँ कुन गाडी चलाउनुहुन्छ विङ्गर हो नेपालगञ्ज धनगढी धनगढीबाट नेपालगञ्ज गयो भने अब उहाँहरूको गाडीमा जान्छ अब नेपालबाट नेपालगञ्ज गयो भने तपाईँहरूको गाडीमा जानु पऱ्यो विङ्गर भयो तपाईँको त उसबाट इभी त होइन नि इभी त इभी राख्नुपर्छ नि त नि कस्तो राम्रो छ त्यसबाट तपाईँ मोडको खर्च कति धेरै आउँछ त्यसमा सर्भिसिङ टाइपमा गरिराख्नुपर्छ अनि तपाईँको इभी त के छ र केही छैन हजुर गाडीमा अस्ति मैले एउटा युट्युबमा देखेको थिएँ एउटा गाडी कति 40 लाखमा किनेको अरे त्यो बनाउँदा 1.5 करोड पुगेको धेरै छ नि एउटा ब्याट्री लाभ त त्यो ब्याट्री गर्नु पऱ्यो भने 1.5 करोड जग्गा भने कामै छ नबनाऊ त्यस्तै हुने भयो बनाऊ गाडीमा अहिले अत्याधिक एक्सिडेन्ट भयो नि
अरू हेर्नु जुमाउनु पर्छ होला होइन दाना पानी चाहियो समुद्र यात्रा चाहिँ यही अब सम्पन्न भएको ढुङ्गा बस्दा चिन्ने भयो अब होला नेक्स्ट टाइम लामो राफ्टिङ गर्नु है एकदम हस् त अरू कोही भयो भने हामी पठाइदिन्छौँ हजुर भिडियो चाहिने हो ठिकै छ चाहिने भयो म हालिदिनु ल भनेर हजुरलाई साथी म त्यही सक्यो होइन सक्यो आजको अब हाम्रो समुद्र यात्रा होइन कर्णालीको समुद्र यात्रा सकेको घोषणा गर्दै सम्पन्न भएको घोषणा गर्दै हामी अब उकालो लाग्छौँ है त हस् धन्यवाद बाई बाई कर्णाली